यो चाहिँ दमक नगरपालिकाको आवाघर हो। पुरानो आवाघर भत्केपछि यो आवाघर पुनर्निर्माण गरिएको हो। अहिले चाहिँ दमक नगरपालिकामा हुसे लागेको कारणले त्यति राम्ररी देखिएको छैन यो आवाघर। आज घाम लागेका छैनन्। आज नेपालको पुस 12 गते भइसकेको छ। अब यो आवाघर चाहिँ मैले दक्षिण भेगबाट लिइराखेको छु। आवाघरको भिडियो चाहिँ आवाघर देखि अगाडि सामनेमै रहेको छ नेपाल टेलिकम अफिस र यो आवाघर पुरानो आवाघर चाहिँ 2072 सालको भूकम्पले लडाई पश्चात निर्माण गरिएको हो। यो आवाघरको कारणले यहाँको जनजीवनहरूलाई दमक नगरपालिका बासिन्दाहरूदेखि लिएर इलाम चुलाचुली गाविस मोरङ सबैतिर यसले चाहिँ सुविधा दिएको छ। यो टावरको कारणले गर्दाखेरि मोबाइलहरू सञ्चालनमा आएका छन्, टिभीहरू। यो आवाघरकै कारणले जति पनि डिजिटल सामग्रीहरू छन् तिनीहरूलाई चाहिँ राहत पुर्याउने काम गरेको छ यो आवाघरले। र यो आवाघरदेखि सिधै अगाडि रहेको छ राधाकृष्ण मन्दिर। दमक नगरपालिकाको राधाकृष्ण मन्दिर सिधै दक्षिणतर्फ देखिएको हो। राधाकृष्ण मन्दिरमा अहिले यो मन्दिर सञ्चालनमा त छैन र पनि पुरानो राधाकृष्ण मन्दिर हो यो। मेरो पश्चिमपट्टि पहिला नीलकण्ठ हल थियो। कोरोनाको समय आए पश्चात यो नीलकण्ठ हल पनि अहिले बन्द भएर भत्काइसकिएको छ।